हजुर त्यही बेला गरेको भए म पनि जान्थेँ नि हेर्न। मैले त सुने कि मलाई त कस्तो भएर अनि मैले शान्तालाई भन्नु जस्तो लाग्यो अब शान्ता पनि घरमा पकाउनुपर्छ। आमा पनि अलिकति बिरामी हुनुहुन्छ। आओस् भाइले त लग्नु भएको होइन माथि। शान्ता मिसलाई मिसले मेरो व्यथा सुनाउँदैछ। अनि शान्ता मिसलाई अनि मेसेज चाहिँ गरिदिएँ क्या बाबा बिरामी हुनुहुन्छ। अनि हिजो भाइ जो उहाँ पनि थाकेर उहाँ त कति हेल्प गरिरहनु भएको थियो नि त थाकेर हेरिक्क भइरहनु भएको थियो। बिरामी नम्रता नजाने अरे ट्रेनिङमा भन्यो सबै ढोका बन्द गरेर स्कुटी निकाले भनेर कान्छानीले पो ठगिदिएको रहेछ आमा जाँदैन भनेर भन्यो। अनि हावा हाल्नु गएँ म चाहिँ अनि हावा हालिकन आएँ। काकी ए बडी हाम्रो चाहिँ माइली माइजू महादेव चोक पनि एमर्जेन्सीमा चाहिँ क्या पुरै प्याटलेट डाउन भयो। महादेव चोक ए पनि अनि आउनु भयो नि अनि डाइरेक्ट कुदै दिदी हिजो बल्ल बल्ल भेट भएको हेर दुईजना गरेको छन्। आँखाको अपरेसन गर्नुहुने अनि ज्वाइँले चाहिँ भरतपुरमै गर्ने भन्नु थाल्नुभयो। अब त्यहाँ ज्वाइँको सबै साथीहरू छन् अनि हामीले पनि ठिकै छ उतै गर्नु नि गर्नु। कस्तो राम्रो देखेको हौ अन्त माथि हेर्नु त ग्रिन अन्त सफा भएर क्या त्यही पानी परेको परेको त्यही घरि पानी घरि घाम के हो खै। पानी त ठुलो पर्नु सकेको छैन। तल भएको पनि अनि यही बाटो होला स्कुलमा हो अनि यस्तो छिर्नुपर्छ ल खै अब भाइले लानुहुन्छ नि थाहा छैन। निसाको घर तपाईँलाई याद छ होइन म त बिर्सी जान्छु। अबे हेर न बिर्सी जान्छु भन्दैछ त लाने मान्छेले नै। होइन भाइलाई थाहा छ हौ भाइले लगिराख्नुहुन्छ कि म त बाटो साँच्चै बिर्सिन्छु यहाँनिर त यत्तिकै बाटै बाटो छ कि हामी पानमारा तल्लो पानमारा माथिल्लो यही हो पानमारा त, होइन मध्य नि। पानमारा कता पानमारा बाटो जानु चाहिँ हामी त्यहाँबाट माथि निसा निसा जाएको गएर यसरी जानु। बाटो चाहिँ थाहा छैन अरे निसा मिसको हिँडेको हामी उस्तै बाटो निसा मिसको लाने मान्छेले हो यसरी नै गएको हुन्छ कि कता हो कता म हेर्दैछु क्या अब पछि यसो आउँदाखेरि थाहा हुने गरी क्या। म जस्तो भुला पर्दै संसारमा कोही पनि छैन। म नि बिर्सिन्छु एक दुईचोटि हिँडेको बाटो त। निसा मिसले चाहिँ मालपोत ल्याउँछ कि भन्नुभएको थियो जस्तो लाग्छ क्या। ए होइन